यला महानगरपालिका पेक्कगु नमुना बाल नगर सभा जुगुदु यला महानगरपालिका हो महानगर स्तरीय बाल क्लब सञ्चालन थिथि सङ्घ संस्थाले सहकारी याना पेक्कगु नमुना बाल नगर सभा यागो ख मस्तेत स्थानीय तहया संरचना कार्यप्रणाली लगायत विषयले जानकारी बित यागु बाल नगर सभाया उलेच्या च्याजोले सामाजिक विकास समिति या कजिलिसे प्रवक्ता राजु महर्जन सामाजिक विकास समिति या दुजलसे वडा नम्बर 18 या अध्यक्ष दामोदर खड्का सामाजिक विकास समिति या दुज उमा श्रेष्ठ वज्राचार्य यला महानगरपालिका सामुदायिक विकास शाखा या प्रमुख सरिता महर्जन ज्याजो या अध्यक्ष प्रार्थना श्रेष्ठ लगायत नमुना बाल नगर सभाया महत्त्वकया नवाना दिगो ख यहाँ सम्पूर्णलाई शुभकामना र बधाई भन्न चाहन्छु। यहाँले 4 दिनसम्म पहिलो दिन जुन उद्घाटन कार्यक्रम भएको थियो उद्घाटन कार्यक्रमदेखि आज समापनसम्म आउँदाखेरि यहाँले जसरी प्रस्तुतीकरण गर्नुभयो एकदमै राम्रो प्रस्तुतीकरण गर्नुभयो। जसरी ललितपुर महानगरपालिकाको नगरसभा सञ्चालन भइरहेको छ त्यसरी नै यहाँले चाहिँ नगरसभाको बाल नगरसभा जुन सञ्चालन गर्नुभयो धेरै नै उत्कृष्ट ढङ्गले सञ्चालन गर्नुभएको छ। यहाँलाई धेरै धेरै बधाई र शुभकामना पनि व्यक्त गर्न चाहन्छु। यो सिटमा अध्यक्षता गरेर बस्नुहुने सायद मेरो विचारमा भोलिको मेयरै हुन सक्छ भविष्यको। अनि उहाँको त्यो सहज जवाब क्यालकुलेटरै नचलाइकन यदि सहज ढङ्गले यो आजको नगरसभालाई बिट मार्नुभयो त्यसको लागि म सबभन्दा पहिला चाहिँ आजको यो नमुना बाल नगर सभाको मेयर तथा अध्यक्षलाई मेरो व्यक्तिगत तर्फबाट पनि बाई हार्टली भनेको धेरै धेरै बधाई तथा शुभकामना दिन चाहन्छु। बालबालिकाको कार्यक्रमहरूबारे यस ललितपुर महानगरपालिकाभित्र बालबालिकाहरूको लागि काम गर्ने संस्थाहरू धेरै नै रहेको कारणले उनीहरूको कार्यक्रम आयोजना गर्दा उहाँहरूले पनि सहयोग गर्नु हुनाले बजेट कम पुग्न गएको नि तपाईहरुलाई जानकारी दिएको छु। LGBTQI+ कम्युनिटीको लागि जुन बालबालिकाहरू भनेर हामीले बजेट छुटाएका छौँ यदि उहाँहरू 18 वर्षभन्दा कममै पढ्नुहुन्छ भने जति अधिकार यो बजेटमा अरू बालबालिकाहरूको छ त्यति अधिकार उहाँहरूको पनि यस बजेटमा छ। त्यसैगरी निश्चित बजेट भएका कारण हामीले यस आर्थिक वर्ष 2081-82 मा सबै क्षेत्रमा प्राथमिकता दिन नपाएको र अर्को वर्ष तपाईहरुले यहाँ ल्याउनु भएको सबै क्षेत्रहरूमा बजेटलाई छुट्याएर सबै क्षेत्रलाई प्राथमिकता दिने हामी प्रतिबद्धता जनाउँदछौँ। अर्को संस्कार रहेको छ पाटन सामुदायिक वैभवी खड्का वार्ड नम्बर 13 मुनिबा महर्जन वार्ड नम्बर 9 रजिना भुसाल वार्ड नम्बर 11 लक्ष्मी वाइबा वार्ड नम्बर 3 वार्ड नम्बर 13 कलश पौडेसा साके वार्ड नम्बर 8 कुसुम गड्का श्रेयन महर्जन सहस्र गैर वार्ड नम्बर 14 अनिश महर्जन वार्ड नम्बर 3 बाराही वार्ड नम्बर 23 1
प्रमुख अतिथिज्यूहरू अतिथिज्यूहरू र यो 18वटा समन्वय सहकार्य गरेको संस्थाहरू लगायत सबै बालबालिकाहरूमा हाम्रो स्वयंसेवक साथीहरूमा सञ्चार कर्मचारीहरूमा अनि हाम्रो प्रशिक्षकज्यूहरूमा सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दछु र आगामी दिनहरूमा पनि हामी बालबालिकाहरूले अझै यस्तै कार्यक्रममा सहभागी हुन्छौँ, नयाँ कुरा सिक्दै जान्छौँ र हाम्रो हकको लागि हाम्रो नगरलाई राम्रो बनाउँदै जान्छौँ भन्दै आजको यस 4औं नमुना बाल नगर सभा यहीँ समाप्त भएको घोषणा गर्दछु। धन्यवाद। साथीहरू ताली बजेको छ। श्री गीता महर्जनज्यू 26, 27 श्री रामदेवी महर्जनज्यू